सहर जस्तो मान्छे पर्नुभयो त अलिक म 10 दिन हिँडेको कर्णालीमा ट्राफिक गरेको मान्छे आयो खाइनु होइन 5-6 मिनट 5-6 मिनट थाहा भएन हो त ढुङ्गा ठोकिने चाहिँ समस्या हो कि ठोकिएन भने केही हुँदैन रहेछ एडभेन्चर रमाइलो हो रिस्की हो जस्तो लाग्यो पनि वरिपरि सेफ्टी हुन्छ के छ बचाउँदै रहेछ काम पायो कि मलाई मैले काम पाउँछु नि सातो गइहाल्छु तपाईँहरू पनि डराउँछ उल्टो तपाईँले अघि मलाई त म त यता अर्किन्छु त त्यति नहुने त तपाईँहरूलाई इनर्जी नै आउँदैन मैले तपाईँहरूलाई इनर्जी दिनको लागि त्यति गरेँ अहिले मलाई बिबिसीबाट फोन आएको थियो बिबिसीबाट फोन आएको थियो अनि डाक्टर प्रेम भनेको पुरै भाइरल भएछ नि त मैले ठिकै हुनुहुन्छ मसँग हुनुहुन्छ भिडियो एकचोटि देखाइदिउँ भनेर भनेको थिएँ भिडियो चाहिँ पठाइन मलाई त्यो एसपीले फोन गरेको थियो त्यही विषयमा क्या त्यही विषयमा होला सायद उहाँ त पुरै भाइरल अनलाइन खबरहरूमा यताउता छ्यापछ्याप्ती भिडियोमा प्रेमसँग नि अनि मैले फेरि यसकोलाई भनिदिएँ केही भएन उहाँ चाहिँ 1 घन्टासम्म डुब्नुहुन्छ भन्दै कति रियल भन्न जानेको कि कति रियल जानेको एउटा रिलमा छ नि मेरो पति त अच्छा स्विमर है 1 घंटा से वो नीचे वो पानी में गिरा है नीचे से नहीं आया त्यस्तै खतरा हो क्या तर अनुहार पानीमा डुबेपछि सुकेपछि कत्रो हुन्न चाहिँ हामीले सुरेन्द्रको त यसो अनुहार हेर्छु सुरेन्द्र भनेको त रातो नि होइन अनुहार त यत्रै हो दाँत मात्रै देखिया प्याका नि हो त अनि फेरि कसले हो तपाईँले सुरेन्द्र सर झर्नुभयो भन्छु अनुहार हेर्छु फेरि सुरेन्द्र सरको होइन मेरो अनुहारै अर्कै भयो होइन भनियो नि त हामी सिधै यहीँ आएको तपाईँले राम्रै हो